सबैजनालाई आज चाहिँ हामी पहिलोचोटि लाइभ आउँ दुईजना हैन त्यही त उहाँ चाहिँ शुभेच्छा म चाहिँ जेनिफा सो हेरौँ को जोइन हुँदो रहेछ कसले के भन्नुहुन्छ अझै के भन्नुहुन्छ को जोइन हुनुहुन्छ के भनन् राधिका ढकाल यिनीहरू यही गर्नलाई है चाहिँ आत्तेर घर गएका अरे त्यही त तपाईँले चाहिँ खानु बोलाउनु भएन कि नै त विशेषले भएर आउनु भन्थ्यो नि तपाईँले कुरै खानु भएन त्यही त जयन्ती म्याम के भन्नुभयो हेलो हेलो गाइजहरू अरे हेलो हाई ओके हाई शकुन्तला चौधरी आज यिनीहरूले खुब लाइट अफ गरिदिएर पक्खती मलाई कति रिस उठ्यो पूनम पङ्गिनी भोलि यता हामीतिर बस्न आए तिमीलाई हामीले के कुराहरू सिकाउँछ मरे ल हुन्छ के सिकाउँछ त्यस्तो जेनिफाले के भनौँ पूनम म्यामले ए जेनिफा र तिम्रो शुभेच्छा त आफ्नै छोरी चाहिँ लाग्छ अरे हामी भन्दा तपाईँलाई आमा भन्छौँ यहाँ न त्यही त बुढीमा मायाले भनेको नि के भनिन्छ आरोले टिचर हेलो गरे हेलो ढकाल राधिका हेर त यो केटोले त पढ्नै मानेन के अरे पढाउनु न टिचरले पिट्नुहुन्छ भोलिको एक्जाममा टिचरहरू त लाइभ बसेको देखेपछि के पढ्छ न के भन्छ आइसमा भट्टराईले बिङ्कु र जेबिना मसँग बोले हैनन् अरे हे यिनीहरूका झगडा भाउ नसुनेको कुरा घरि झगडा गर्दै गर्छन् घरि बिङ्के यिन आइसमा नबोलेको भाउ तिम्रो तिनजना एकै ठाउँमा बसेर झगडा गरेर हामीले नसुनाऊ अब पुग्यो यिनीहरूले धेरै दिव्यानी भण्डारी सुविक्षा टिचर तपाईँको फेभरेट स्टुडेन्ट को हो नि अरे तिमी हो तिमी त हो के अरे सबै हो नि होइन अनि अल उसले के भन्नुभयो मना म्यामले ए मना जानुभयो के लेखेको छ गयो यता केटीहरूको पारा हाम्रो पारा बेग्लै छ ओके अनि सुस्मिता बोलाउँदा पनि नाका यिनीहरू त ओहो के विधि भाउ बढेको हो ग्यासको भन्दा धेरै सुनको भाउ बढेर कहाँ पुग्यो हाम्रो अनि सुन पनि बढेको के 290 हो कि कति भयो अनि हे भरे के भन्नु शकुन्तला चौधरी भोलि चटपटे बनाऊँ न मलाई आलु पारिदियो है अरे नो जङ्क फुड तपाईँलाई हामीले काँक्रा पारिदिने हामीले खान्नौँ चटपटे नि के अरे जयन्ती म्यामले सही भन्यो थम पठाउनु सही ओके हाम्रो तर्फबाट दुईवटा अझै देखाउनु नि 4वटा त हँसाउनुहुन्छ विष्णु पाण्डे कता हिँडेछौ यति बेला 8:30 बजी चाहिँ हिँड्छौ तिम्रो त अहिले पनि लाइभमा छौ अरे यतिकै बसेको मामी अहिले केही पनि गरेन होइन के अरे मिना दिदीले के भन्नुभयो गयो म्यासेज हेर्ने पढ्नै पाइएन मिना दिदीले केही त छ अरे तपाईँलाई जिस्काएको अनि के राधिका हेर न केटी हो पिकनिक जाने भनेको लुगै के लगाउने भइसक्यो म त अरे कपडा लाउने क्या तल मान्छेले के कपडा लाउने भ्याङ्गो लाउने हिँड्ने त के भयो र तपाईँ त्यसै राम्रो जसो गरे नि तपाईँ जति गरे नि तपाईँ राम्रो देखिनुहुन्छ भेरी नमस्ते जेलाई नि सुहाउँछ के अरे स्टार के तारा म्याम तारा मलाई पनि सजेस्ट गराउनु के तपाईँलाई झन् केही सजेस्ट गर्नै पर्दैन झन् तपाईँलाई जे लायो नि तपाईँ त पूनम म्यामले पनि त लेख्नु भएन यिनीहरू आफू मात्रै राम्रो भएर जान्छन् तपाईँलाई नराम्रो गराइदिन्छ हामीलाई के भने हाम्रो कति राम्रो भन्छ तपाईँलाई नि त्यसै जिस्काउनुहुन्छ जिस्काउनलाई के गरे गीता भन्थे ओ मेरो बाबुको फेभरेट टिचरहरू अरे हो नि हामी के अरे बिङ्केले जेनी के अरे शुभेच्छा टिचरको बहिनी पनि हो अरे
होइन हुनुहुन्न आएको बेलामा त भेटाइदिन्छौँ नि न तिमीलाई भेटाउँछौँ के भेटाइदिन्छौँ टेन्सन नगर त्यहाँ हेर्नु मेरो बहिनीको मेसेज मैले तपाईँलाई नमकिन ल्याइदिन्छु मलाई आउँदाखेरि आई स्याडो र गाजर सुट गाजर गाजर ल्याइदिनु है ल्याइदिनु। त्यही बाँकी छ पैसा 20 रुपियाँको 20 रुपियाँको के अरे 2000 को सामान अर्डर गर्ने भएन समीक्षा भएन अति भयो प्रिन्सिका बगाले टिचर मलाई भोलि आउँदाखेरि रोजवाला ललिपप ल्याइदिनु है अरे हुन्छ के भने खान अरूले अहिले त त्यही पुरानो थमलाइन पेसा गरेर बसेर क्या न मना म्यामले मलाई जिस्काउन छोडो है केटीहरू छोडो अरे के जिस्काउँछौँ र तपाईँलाई साह्रै गर्नुहुन्छ मना म्यामले खालि जुट्टी नभनौ न हो त तपाईँ। जुट्टी भन्छौँ र अब जुट्टी भएपछि भन्नु त बरु गरेर अनि हाम्रा पो छैन नि मिस्टर भरत अरे हजुरको के अरे पसलमा सर। छिटो आएर बस्लिन् भनेको त उता लाइभ बसेर पो हैछ अझैसम्म नआएको अरे त्यही बाँकी खालि त्यही पसलमा बस्न आउँछु क्या नि बल्ल त 5 बजे तपाईँकोबाट नि बसौँ के लाग्यो नि र बसौँला के यसबाट काटौँ अनि तपाईँकोबाट बसौँ के होइन हेर्नु तपाईँकोबाट बसौँ है हुन्छ हुन्छ तपाईँ उहाँकोबाट नि लाइभमा आउँछ उहाँको आइडी चाहिँ म तल मेन्सन गरिदिन्छु है